साथीले यहाँ यस्तो बाटोमा जाम भन्छ माथि ए आमा हो यस्तो छ ए कहाँ कहाँ जाम भन्छ हो यस्तो बाटो छ लो हेलो गाइस वेलकम छ मेरो न्यू भ्लगमा आज म चाहिँ काठमाडौँको चौबार भन्ने ठाउँमा यहाँ आएको छ तर यो डेटिङ स्पट रहेछ के है ठाउँ त ठिकै छ राम्रै छ यहाँ यता तल चाहिँ यस्तो रहेछ कि यहाँ पुरैसँग छ है हेर्नु त ए पुरैसँग छ यहाँ चाहिँ पहिला फिल्महरू सुटिङ गर्थ्यो अरे के हैन पानी थियो अरे यहाँ मुनि पुरा अहिले चाहिँ पुरै छैन सुकेर कहाँ गयो सत्यानाश भएछ अब त्यो डाँडामा नि पुगेर आयो त्यताको चाहिँ भिडियो क्लिक गर्न भ्याएन यो काठमाडौँको चौबार भन्ने ठाउँ हो यो यो यहाँ चाहिँ के छ यहाँ एउटा राम्रो नदेख्दो रहेछ यता पुरै यस्तो छ यहाँ चाहिँ इन्ट्री गर्नको लागि जनाको 50 रुपियाँ रहेछ है एकजनाको 50 रुपियाँ रहेछ हो दामी भ्यू आएको छ त यहाँ त है जम्मा दामी देखेछ डेटिङ स्पट रहेछ कि यहाँ खास छैन अयो धन्य तल खसेन यस्तो रहेछ ए वहाँ त्यो डाँडा त बबल देखेछ है ए यता यस्तो छ ए राम्रो छ ठाउँ ठिकै छ यहाँ हिँड्ने ठाउँ चाहिँ यस्तो छ है हामी चाहिँ माथिबाट तल आएको छ तलबाट फेरि माथि फर्केर जाने भयो यस्तो छ हिँड्ने ठाउँ फेरि ए उता डाँडामा पुरा मान्छेहरू बसिरहेछ यता झाडी छ फेरि यस्तो छ ओहो कहाँ जाने रहेछ ल गाइज आज हामी यो चौबार भन्ने डाँडामा घुम्न आज भन्नु पर्यो होइन हामी यता जाम के अरे यो पहिला चाहिँ यहाँ खुल्ला चौर थियो पहिला अहिले चाहिँ यो भित्र मान्छेलाई सबै भित्र छिर्न दिएको छैन त्यो फोटो खिच्न राम्रो क्लिकै नगरिकन बसेछ यहाँ चाहिँ फोटो खिच्नु चाहिँ दामी छ है यस्तो दामी राम्रो रहेछ ठाउँ त यहाँ तर नाइटमा आयो भने चाहिँ के यो लाइटले त बबल देखिन्छ होला हो गाइस हामी चाहिँ अब डेमा छ अहिले भर्खर 4 बजेको छ ए दामी देखिँदो रहेछ है यहाँ त हामी चाहिँ अब यहाँ घुमेर के पार्क यो मन्जुश्री पार्क चाहिँ मन्जुश्री पार्क अब घुमेर फर्किसक्यौँ अब यस्तो छ हालत यो मन्जुश्री पार्क यहाँ यस्तो छ फुलहरू पुरै फुलहरूको पानी हालिरहेछ फुलहरूमा टक्क यो यहाँ चाहिँ मूर्ति छ है ब्याक साइडबाट भयो यता चाहिँ ल यस्तो राम्रो छ त्यो पार्क चाहिँ यस्तो छ माथि चाहिँ कस्तो कालो बादल देखेको हो पानी पर्दा जस्तो छ यो के मूर्ति हो यो मन्जुश्री मूर्ति हो यो मन्जुश्री मूर्ति हो यो कस्तो दामी बनाएको छ है यहाँ चाहिँ यस्तो छ यता पनि छ यहाँ कि भे के हो यहाँ चाहिँ यस्तो छ ल हामी चाहिँ अब फर्क्यौँ यो के हो के भन्छ यसलाई सिया हो यो दुईटा रहेछ ल यहाँ यस्तो छ ल यही हो पार्क भनेको सराई दामी छ साथीले यहाँ यस्तो बाटोमा जाम भन्छ माथि ए आमा हो यस्तो छ ए कहाँ कहाँ जाम भन्छ हो यस्तो बाटो छ लो
यहाँ त कसरी चढ्ने हो भनेको कस्तो यहाँ यस्तो भिड छ है भनेको यस्तोबाट चढ्यो हेर न टाउकै घुम्यो हो खोइ त अनि त्यसै नि बा ए ल यहाँबाट चढायो पार्क छ है यहाँ यस्तो छ है चौबारको पार्क हामी अघि वहाँ तलदेखि आएको माथि छ है हामी चाहिँ त टपमा यस्तो पानी परेर जस्तो भयो यार